घाम चर्केछ राम 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 राम। आज चाहिँ हाम्रो मकै खन्ने रे घरबेटीकोमा कोदालो लिन आएको। राम राम कस्तो घाम छ, कस्तो घाम चर्कियो। यता चाहिँ सबै हाम्रो धानी घरबेटीहरूले लगाएको धान छ। मकैको हालत हेर त, मकैको हालत असिनाले हान्दिएर पात एउटै सबै पातहरू बर्बाद भइसक्यो त। कुखुराको खोरमा कुखुरा छैन, खोर मात्र छ, एउटा पोथी रहेछ। यस्तो घाममा मकै खन्छु भन्नुभयो बुढोले। यो चाहिँ घरबेटीहरूको मकै, उता घरबेटीहरूको गुठ छ, यता चाहिँ हाम्रो छ मकै कसेर बारी। घाम चर्को छ गाइस, घाम चर्को छ। मेरो बुढा कहाँ जानुभएको छ? बुढो लाउनु, यस्तो घाममा काम गर्नुपर्छ ल। यहाँ त के गरेको बुढो? सर्पो होला है राम्रोसँग गर्नु। कोदालो मगाउनु भएको होइन, लाउनु। यता धानमा नि छ हाम्रो घरबेटीहरूको धान हो। लाउनु कोदालो। घाम भएन? घाम भएन? ए हाम्रो मकै हो गाइस, यो चाहिँ यति हो हाम्रो मकै। केले खाइदियो? खाइदिइहाल्छ नि असिनाले, पात जति सबै असिनाले खायो नि। हावाले ढराइदिएर मकै सत्य नाच्छ। यो त गाईलाई दिन आउँछ, उखालिदिनु है। अब हाम्रो अब बुढोले काम गर्दै हुनुहुन्छ, म चाहिँ हेर्नै बस्ने अब। हाम्रो कसेर बारी यता मकै छ, यता गावा हर्मन भयो, यता के अरे यो करेलाको बुटहरू यस्तै छ। यता गाबारी छ, सानो बारी छ। अर्काले बारी निकै ठुलो हुन्छ र। यही हो। यस्तो घाममा त नगर्ने हुन्छ हौ काम। म त यता बेलौतीको बोटी छ है गाइस, बेलौती भयो भने खाना आउनु होला। रहेछ भन्नुभएको भेन्टाहरू सबै मरेछ अरे। मेरो बुढाको फेभरेट भेन्टा मरेछ। काम चाहिँ फेरि किसिम गर्नुहुन्छ है, गर्न अल्छी मान्नुहुन्न। यो मेरो फर्स्ट भिडियो हो, पहिलो भिडियो युट्युबमा। सपोर्ट गरिदिनुहोस्, लाइक सब्सक्राइब पनि गरिदिनुहोस् ल। बुढा पनि भनिदिनुहोस् त, बुढा यता हेरेर। बुढो ए बुढो नगरिदिनु होला, कमेन्ट लाइक पनि नगरिदिनु होला होइन त। ओके बाई बाई। आज यति नै हाम्रो ब्लग। पछि ल्याउने छु योभन्दा राम्रो बनाएर। अहिलेलाई यति नै, हस् त।